हेलो हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो फेसबुक पेजमा। अनि के छ त खबर हजुरहरूको? आरामै हुनुहुन्छ होला नि त है। म चाहिँ आज यहाँ च्याउको सब्जी पकाउन आँटेको। च्याउ आलु मिसाएर म चाहिँ च्याउको ग्रेभी पकाउन आँटेको। हजुरहरूलाई कसलाई मनपर्छ? मैले चाहिँ यहाँ केलाई वरि गरेर रेडी पारेँ च्याउलाई। अनि मैले यहाँ 2-3वटा आलु पनि तासै अनि त्यसमा लगाएर पकाउँदाखेरि मिठो हुन्छ नि त, लपक्क भएर हुन्छ। आलु लगाएर चाहिँ लपक्क हुन्छ। त्यो भएर मैले थोरै आलु पनि लगाउन लागि। अनि मैले यहाँ प्याज टमाटर सबै थोक मैले रेडी पारेँ। अनि रेडी पारिसकेपछि मैले यहाँ कराही बसाएर मैले तेल लगाएँ। अनि तेल लगाएर मैले मेथी पुऱ्याएँ। अब म चाहिँ यस्तै सिम्पल तरिकाले पकाउँछु। अरू सब्जी जसरी पकाउँछु त्यस्तै गरी पकाउँछु म चाहिँ। हजुरहरू कसरी पकाउनुहुन्छ? मलाई चाहिँ अब यस्तै पकाउन आउँछ है। अनि मैले त्यस पछाडि मैले आलु लगाएँ। अब आलु त मजाले पाक्नुपर्छ, गल्नु पऱ्यो। अनि त्यही भएर मैले चाहिँ सुरुमा आलु लगाएँ। अनि त्यस पछाडि मैले टमाटर लगाएर मजाले पाक्न भनेर एकछिन छोपिदिएँ। अनि त्यो छोपेर एकछिनमा मैले अनि अदुवा लसुन अनि जिरा पाउडरको धुलो हो त्यो लगाएर एकछिन भुटेँ। अनि त्यस पछाडि मैले आलु अलिक मजाले पाके भएपछि मैले माथिबाट च्याउ लगाएँ साथीहरू। अनि च्याउ लगाएर मजाले भुट्दै गएपछि पानी यसरी निक्लिन्छ, च्याउबाटै निक्लिहाल्यो। पानी लगाएको त थिइनँ अगाडि नै। अनि यो च्याउलाई मजाले छोप्दै पकाउँदै अब मजाले पकाउनु पऱ्यो नि त। छोप्दै पकाउँदै गरेँ। अनि छोप्दै पकाउँदै गरिसकेपछि यस्तो भयो साथीहरू, यतिको भुट्यो। अनि मैले चाहिँ यस्तो भुटेको भन्दा पनि मलाई चाहिँ ग्रेभी खालको मन परिरहेको थियो खानालाई। अनि त्यो भएको हुनाले मैले चाहिँ ग्रेभी बनाउनलाई पानी लगाएँ साथीहरू। हजुरहरू कसरी बनाउनुहुन्छ? म चाहिँ यसरी बनाएँ। अनि मजाले भकभक भएर उम्ल्यो। मजाले उम्लिसकेपछि मैले यसलाई निकालेँ। अब यसमा धनियाँहरू हुँदा त मिठो हुन्थ्यो होला। धनियाँहरू त थिएन मसँग। अनि त्यो भएको हुनाले मैले दामी भएको थियो, हेर्दैखेरि कस्तो खाउँ भएको थियो, मिठो भएको थियो। अनि मैले यहाँ चाहिँ नानीलाई ठिक्क पारेँ। नानीलाई यस्तो आलुको चाहिँ मनपर्छ, तर च्याउको त्यो चाना चाहिँ मन पर्दैन। रस चाहिँ मजाले मन पराएर खान्छन्। त्यही भएर उसलाई मैले खुवाइदिँदैछु अहिले चाहिँ। अनि कस्तो भयो नानी भनेर सोधेको, मिठो भयो भन्दैछ नानीले पनि। हवस् त, बाई बाई। कस्तो लाग्छ मेरो भिडियो? लाइक कमेन्ट सेयर गरिदिनु होला।